भगवान भन बालक के भो मलाई गोरो बनाउनु पर्यो सबैले मलाई कालो भनेर हेप्यो यो हुन सक्दैन किन हुन सक्दैन किनकि यो प्रकृतिको नियम हो प्रकृतिको नियमलाई बदल्ने शक्ति मसँग त के अरू कुनै पनि भगवानसँग छैन तपाईले झुट बोल्नु भइरहेछ नत्र नि यो के हो त फेरि नबलिलाले गोरो भन्नुहोस् 10-15 केटी एउटा आँखा झिम्के पटाउनुहोस् बल्ल थाहा भयो थाहा पाउनु भयो नि अब ल मलाई गोरो बनाउनु कहिले गएर भूकम्प आएको रहेछ मैले गरेर मैले के गरेँ फेरि किनकि प्रकृतिलाई सन्तुलन बनाउनलाई कसैलाई गोरो त कसैलाई कालो बनाथ्यो तर त जस्तो कालो मान्छेहरू गोरो भएर प्रकृतिको सन्तुलन बिग्रेर भूकम्प आयो र त जस्तो मान्छेले गरेर मेरो कतिजना भक्तहरू भूकम्पमा चापेर मर्यो अब त बच्दैनस् र तिनीहरू गोरो मान्छे नि सुन प्रकृतिलाई सन्तुलन गराउनको लागि मैले कसैलाई गोरो बनाएको त कसैलाई कालो बनाएको कालो मान्छेलाई हेप्ने काम नगर तिनीहरूलाई कालो नभन् काले भन् अझै भएन भनेर शिवजी भगवानको सालो भन् बुझिस् यसरी भयो कालो मान्छे शिवजी भगवानका सालो बुझ्यौ बाबु